हेलो गाइस, स्वागत छ हजुरको मेरो युट्युब च्यानलमा। अनि हेर्नुहोस् गाइस, आज यो 200 को भात अनि यहाँ भेन्डी अनि म खाँदैछु। तपाईहरु कस्तो लाग्यो? पिरो रहेछ भाइ। लाइक शेयर कमेन्ट गरिदिनु होला। भन्ने मात्रै नि हालिदिनु नक्साइदिनु भनेर। यो त भेन्डी अनि यो चाहिँ आलु यस्तो सपेर तपाईँलाई म फेरि अर्को भिडियोमा भोलि बनाउँछु। पुरो भिडियो हेर्नु होला। मैले खाएको लाइक गरिदिनु, कमेन्ट गरिदिनु, सब्सक्राइब गरिदिनु, अझै पनि भन्नु। तपाईँलाई म फेरि भोलि भिडियो बनाउँछु आफ्नो। यो पाक्छ यहाँतिर जानु होला। मेरो नाम चाहिँ विजय राई हो। अनि युट्युबर पनि भन्छ मान्छेहरूले, पत्रकार पनि भन्नुहुन्छ अरूले। त्यही भएर बाबाहरूले ठुला आमाहरूले त्यही भएर यो चाहिँ मेरो घर हो, 300 घर पाखामा। अनि मलाई चाहिँ बिमारी भएको छ, पत्थरिया भएर दबाई खाँदैछु। स्याउहरू दिएको हुँदैछ चाहिँ सबैजना सपोर्ट गर्नु होला, लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। तपाईँहरूलाई पनि म लाइक गरिदिन्छु, सब्सक्राइब गरिदिन्छु, भन्ने पनि हाल्छु। त्यही भएर
नभुल्नु होला। सबैजना कमेन्ट लाइक सेयर सब्सक्राइब गरिदिनु होला। अनि तपाईँहरूलाई म भोलि फेरि मेरो अर्को चाइनिज भिडियो बनाएर फेरि हाल्छु। अर्को तारिक आउँछु तपाईँहरूलाई भोलि म गाइज। अनि यहाँ गर्मी छ साह्रो, अब पनि कहिले चल्छ कहिले चल्दैन। अनि आज हिजो पानी आएको थियो, पानी रोकियो, फेरि अर्कोचोटि आउँछ, अर्कोचोटि गाइज। कति मिठो लाग्यो हेर्दै जानु होला। भातमा सकिन्छ सब्जी अनि त्यही अनि मेरो मोबाइलमा नि चार्ज पनि छैन, 2 र 1 मात्र छ। त्यही भएर साथीहरू यतातिर छ, खान नसक्नु भएर छ। भयो सुँगुरको मासुमा खाएको त मजा हुन्थ्यो। त्यही भएर अब अर्कोचोटि म फेरि सुँगुरको मासु लिएर आउँछु। त्यसपछि फेरि बनाउँछु भिडियो ल, तपाईँलाई म देखाउँछु है। बाई बाई गाइस, आजलाई यति, फेरि भोलि बनाउँला। फेरि तपाईँलाई म भोलि अर्को च्यालेन्ज देखाउँछु। बाई आलु, बाई बाई।